चुप्पा लगाए यहाँ चाहिँ हाम्रो भिडियो चाहिँ ए सरी त भने एकपल्ट केटा हो ए सरी त भन् म त मैले कहाँ सुनेको त ए फोन हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। फेरि पनि तपाईँहरूलाई एकदमै स्वागत छ मेरो भिडियोमा है। सो मेरो ब्लगमा एकदम तपाईँहरूलाई स्वागत छ। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ। सो म पनि एकदमै सन्चै। सो आज पनि हाम्रो प्राङ्क भिडियो हुनेछ, प्राङ्क पार्ट 2 हुनेछ है। पार्ट 2 प्राङ्क चाहिँ हामी आज चाहिँ अस्ति चाहिँ केशवले नै प्लान मिलाएको थियो है। सो आज चाहिँ हामी केशवलाई नै प्राङ्क गर्नेछौँ है। सो केशव चाहिँ बाहिर गइरहेको छ भनौँ न, बाहिर दोकानमा उयो किन्नु गइरहेको छ नि त, त्यो उसको के अरे टुथब्रस किन्नु गइरहेछ। अन्त आधी केटाहरूले चाहिँ भित्र तयारी पार्दैछ नि त, त्यो ब्यालुनमा क्या पानी हालेर है के गर्ने है। सो तपाईँहरूले देख्नुहुन्छ है। अनि थम्बनेल र टाइटलले पनि तपाईँहरूलाई जानकारी दिइसकेको छ है के कस्तो हुनेछ प्राङ्क भनेर है। सो आजको प्राङ्क चाहिँ एकदम डरलाग्दो हुनेछ। सो भिडियो अन्तिमसम्म हेरेर है। सो मलाई सपोर्ट गर्नुहोस्। सो किप वाचिङ है, किप कन्टिन्यू। सो अहिले हेर्ने छ यो भिडियो चाहिँ अब अगाडि बढ्नेछ। सो तपाईँहरूले लास्टसम्म हेरेर मलाई सो हेलो गाइस, जो आज हामी सानो प्र्याङ्क भिडियो गर्न गएको छौँ केशवको माथि। त्यो अस्ति हामीहरू भरतको माथि सानो प्र्याङ्क भिडियो बनाएको थियौँ। त आज केशवको माथि सानो प्र्याङ्क भिडियो बनाउँछु गाइस, जो तपाईँहरू हेरेर इन्जोय गर्नु होला सायद। अभी मजा आएगा ना। तो सुतो होला त मरा हो छिटो हिँड छिटो कहाँ से आते हैं? चुप्पा लगाए लाइट नभर लगाइस। हामी चाहिँ अँधेरोमा छौँ है। सो अँधेरोमा चाहिँ हामी यहाँ चाहिँ हाम्रो भिडियो चाहिँ कन्टिन्यू छ। लु 1 हरामी हो बेटा 2 3 हैप्पी बर्थडे। कैसे लोग रहते हैं यार यहाँ पर। चलो तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा, बता रहे हैं हम। हैप्पी बर्थडे टू यू। ओए भागा मार कैसा लगा मेरा मजाक? यता उयो भिसेको त भने लाइट भइसक्यो। एउटा बेल लगाइदियो एउटा फुट्दै पानी त डल्लै भिज्यो। तिमीहरू हेर्दै गर्नु न, आज सुतेको एकदम सरी भिडियो गरिहाल्नु पर्यो। सरी अस्ति होइन भरतको प्र्याङ्क थियो कि आज तिमीलाई प्र्याङ्क गरिदिएको। मेरो पेट भिजेन, म भिजे, पेट चाहिँ बचाइहाल्नु। गजब बेइज्जती है। कस्तो प्र्याङ्क गर्नु, अहिले लुगा लगाउने छैन मेरो। सरी हामीले होइन सब यो भिडियोको लागि मात्रै गरेको थियौँ कि सब यो प्र्याङ्कको, किनभने सेकेन्ड पार्ट 2 पनि निकाल्नु पर्ने थियो नि त। भरतहरू चाहिँ सबै बाहिर गइरहेको छ है। मैले चाहिँ ए भरत आइज यो भित्र आइज त ए सरी त भने एकपल्ट केटा हो ए सरी त भन् प्र्याङ्क चाहिँ कसले गरेको? प्र्याङ्क चाहिँ यसले बात भनौँ, आज चाहिँ तिम्रो बेडमा मैले सुतेको थिएँ। समझ रहे हो? के सुनाइदियो फेरि मतलब सुनाइदिए डबल प्र्याङ्क त एकदमै भएको सोच्छु। भारतको उयसमा पो परेछ है। डबल प्र्याङ्क भयो, उल्टा प्र्याङ्क भयो है। यही छ हाम्रो चाहिँ यो यसले चाहिँ A few moments later. नरिसाउ सम ल नरिसाउ त्यस्तो तेरो तिमीले म पानी खाएको ठिक छ। यो भिडियोको लागि मात्रै हो, भिडियोको लागि मात्रै हो यहाँ। म त चिकिन म त मैले कहाँ सुनेको त ए फोन तेरो तिमीले म पानी खाएको ठिक छ। म भिडियोको लागि मात्रै हो।
मोचा चाहिँ किन चाहिँ भन्नु गाइस हाम्रो चाहिँ त्यो के अरे आज त प्र्याङ्क चाहिँ एकदमै डरलाग्दो भयो है आज चाहिँ बहुत खतरनाक भयो खतरनाक भयो है यसले लास्टमा मचा चाहिँ सुँगाइदिनु हुन्थेन है त्यो पनि सुँगाइदियो है सुनाइदिए त्यसमा मेरो के भुल भएछ भने तपाईँलाई केशव चाहिँ उता रिसाएर मलाई तर केशव चाहिँ भित्र रिसाएर गइरहेछ है केशव चाहिँ भित्र लाइट पनि बन्द गरिदिइरहेको छ हामी चाहिँ एकदम अन्धकारमै नै पहिलाले यहाँ फ्ल्यास लाइट बालेर चाहिँ हामीले भिडियो गऱ्यो है अहिले लास्टको अन्त भित्रबाटै नै अन अफ छ नि त हाम्रो त्यो टोइलेट अलिक यता साइडमा छ नि त कि त्यसले गर्दा त्यो टोइलेटमा गएर बसिरहेछ है नुहाउनु गइरहेको छ भनौँ न है अन्त अँध्यारोमा छोडिरहेछ हामीलाई सो गाइज है भिडियो अब हामी नै अन्त गर्नेछौँ सब्सक्राइब गरिदिनु होला सो गाइज है किप वाचिङ है यस्तै भिडियो पनि फेरि पछि पनि ल्याउने छु सो गाइज है आजको भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नुहोस् है सेयर लाइक है सब्सक्राइब पनि गर्नु नबिर्साउनुहोस् सो किप वाचिङ सो भिडियो है अन्तिमसम्म हेर्दा एकदम हृदयबाट थ्याङ्क यू सो आजको भिडियो यहीँ छ है ल